यो पैसा चाहिँ मैले बेंगलोरमा 1 महिना दुःख गरेर कमाएको पैसा है। 1 महिनाको स्यालेरी हो मेरो चाहिँ। यो स्यालेरी आइसकेको छ हैन। म हजुरलाई देखाउँछु कि बेंगलोरमा यो स्यालेरी चाहिँ मैले सिक्युरिटी गार्ड गरेको कामको पैसा है। हाम्रो सिक्युरिटी गार्ड हुन्छ 1 वर्ष भइसक्यो मैले सिक्युरिटी गार्डको काम गर्न थालेको। नाइट शिफ्टमा मेरो चाहिँ काम हैन। डेमा चाहिँ सुत्ने काम हो, राति चाहिँ काम गर्ने हो हैन। रातभरि बेलुकीको 8 बजेदेखि लिएर बिहान मर्निङ 8 बजेसम्म काम हुन्छ मेरो हैन बेंगलोरमा नाइट शिफ्टको। र कति पाए त मैले स्यालेरी कति हुन्छ त बेंगलोरमा सिक्युरिटी गार्ड कसैले काम गर्यो भने चाहिँ कति स्यालेरी पाउँछ। हाम्रो खाने बस्ने व्यवस्था सब यहाँ हाम्रो मालिकले दिन्छ हैन, मालिकको तर्फबाट हो। हाम्रो चाहिँ यो पैसामा के पनि जाँदैन। बस्ने लाउने सबै व्यवस्था चाहिँ हाम्रो यो पीजी ओनरको नै हुन्छ हैन। यो हाम्रो स्यालेरी जति आए पनि यसमा 500,000 मात्र खर्च हुन्छ, अरु सबै सेभिङ हुन्छ। तपाई जहाँ घर पठाउन मन लाग्यो भने घर पठाउन सक्नुहुन्छ, या कहीँ बचत गर्न मन छ भने बचत गर्न सक्नुहुन्छ। अब म हजुरलाई चाहिँ कति होला गेस गर्नुस् त, यसमा पैसा कति होला, कति 8 होला 10 होला 15 20 कति होला क्या। अब हजुरलाई पनि हैन देखाउँछु, म गनेर नि देखाउँछु हजुरलाई समथिङ चाहिँ कति छ भनेर। पनि हैन थोरै पैसा हो क्या, मसँग स्केलै छैन। यदि मेरो हातमा पनि सिप भइदिया भए त म धेरै पैसा कमाउँथे के। जब यति नेपालबाट आएर बेंगलोरमा आएर यति पैसा कमाउनु त अलि थोरै हो के, लास्टै यो धेरै कम हो के। यदि मेरो हातमा पनि सिप हुन्थ्यो भने चाहिँ अलि बढी कमाउँथे। अब सिप केही छैन, नयाँ मान्छे के थाहा नै छैन कामको बारेमा भने चाहिँ कहाँबाट मैले बढी कमाउनु। जे जति कमाए पनि अब ठिक्क भइरहेछ भनौँ। पछि गएर सिप सिक्नु पर्ला, राम्रो ठाउँमा काम गर्नु पर्ला, अनि धेरै पैसा कमाउनु पर्ला। अहिले चाहिँ यति छ, म गनेर देखाउँछु हजुरलाई। टक्क अब चाहिँ म हजुरलाई चाहिँ गनेर नि देखाउँछु कतिसम्म चाहिँ छ है। गर्न सुरु गरौँ है त। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 27 भनेपछि कति हुन्छ? 13 26 भइहाल्यो 13,000। 27 1 5 13,500 पारु 13,500 भनेपछि 12,500 चाहिँ नेपाली 20,000 हुन्छ। अनि 20,000 भइहाल्यो, टक्क 20,000 लगाइदिनु 5 8 20 21,000 चाहिँ झर्कोले कमाउँछ क्या। कसैले काम आउँदैन हैन, नयाँ नयाँ हुन्छ, फुच्चे छ ठुलो छ के म्याटर गर्दैन हैन। तर एउटा नयाँ मान्छे आयो भने चाहिँ स्टार्टिङमा 20 21,000 22,000 चाहिँ कमाउन सक्छ एउटा नेपालबाट आएर। जसले पनि कमाउन सक्छ 20 21,000 त यो स्टार्टिङको स्यालेरी हो। यो चाहिँ स्टार्टिङको स्यालेरी हो बेंगलोरमा अहिले हाल चलिरहेको स्यालेरी हो। फेरि राम्रोसँग सिप छ हैन, होटल लाइनतिर त राम्रो सिप छ भनेपछि त झन् बढी पैसा कमाउँछ हैन। यो त यसको त डबल ट्रिपल कमाउने त डबल ट्रिपल कमाइरहेछन् झन्। अब हैन बेंगलोरमा त अब लेडिजले पो बढी कमाउन लाग्छ पैसा त कहाँ अब हैन। लेडिजले पो 10 वटा 12 वटा घरमा काम गरेर कहाँ 1 लाख 2 लाख कमाउँदैछन् हैन कमाउनेले त। हाम्रो चाहिँ त्यो स्टार्टिङमा अब हामीले पनि राम्रो काम गर्यौँ, एक्स्ट्रा हैन पार्ट टाइम अरू ठाउँमा काम गर्यौँ, गाडी धुने काम गर्यो भने चाहिँ धेरै पैसा कमाउन सकिन्छ नि। फेरि म चाहिँ के गर्दै पार्ट टाइम गर्दै गरेर नाइट ड्युटी गर्छु, त्यही हो भ्लग सलग बनाउँछु, भिडियो सिडियो बनाउँछु। मेरो अर्को च्यानल पनि छ जहाँ चाहिँ मैले जब रिलेटेड कन्टेन्ट बनाउँछु, जहाँ हामीले चाहिँ बेंगलोरमा कसरी जब पाउन सक्छौँ, कामको के छ कस्तो छ भनेर। मेरो ओरिजिनल हरिस गरेर सर्च गर्नुहोस्, मेरो मेन च्यानल आउँछ। अनि हरिस एभ्रिडे गरेर सर्च गर्नु भने चाहिँ मेरो हिन्दी भ्लग च्यानल आउँछ। र यो मेरो चाहिँ हरिस कोट्यारी भ्लग्स भन्ने चाहिँ यसमा चाहिँ नेपाली ल्याङ्ग्वेजमा भिडियो बनाउँछु है। हरिस छेत्री गरेर सर्च गर्नु चाहिँ मेरो फेसबुकमा मेरो आइडी आउँछ। यदि कोही बेंगलोरमा आउन चाहनुहुन्छ, केही इन्फर्मेसन जान्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरू मलाई मेसेज गर्न सक्नुहुन्छ। अहिले यति है, यति चाहिँ कमाउन सकिन्छ स्टार्टिङमा है। फेरि पछि गएर हैन राम्रो यता आएर राम्रो गर्यो, तपाईँले कामको बारेमा थाहा पाउनुभयो, सिप सिक्नुभयो हैन। अब भने चाहिँ धेरै पैसा नि कमाउनु त मैले भनिरहेको छु नि। यहाँ फ्यामिली मान्छेले टन्न कमाउनु लाग्ने 1 2 लाख हैन, टन्न कमाउनु लाग्ने क्या। त्यही छ के भन्नु अरू, त्यही हो। नयाँ हुनुहुन्छ च्यानलमा सब्सक्राइब गरिदिनुहोस् र मनमा लागेको कुरा चाहिँ कमेन्ट सेक्सनमा भन्नु। यति छ ल त, सानो र मिठो भ्लग हो हैन। अब त्यसै चाहिँ भनौँ हैन। बाई, अब अर्को भिडियोमा भेटौँला हैन। ल त बाई।